नमस्कार आदरणीय दर्शकवृन्दहरू। आज म तपाईहरुलाई विपरीत राजयोगको बारेमा जानकारी दिन गइराखेको छु। दर्शकवृन्दहरू, हामीले यो देखिराखेका छौं जन्मलग्न कुण्डली। कुनै पनि जन्मलग्न कुण्डलीको 6औं, 8औं र 12औं भावको मालिक अथवा स्वामी 6औं, 8औं र 12औं भावमा यदि रहन्छ भने यसलाई विपरीत राजयोग भनेर भनिन्छ। यो राजयोगले यो जातकको जीवनमा समुन्नत ल्याउँछ, सफलता ल्याउँछ, सकारात्मक ऊर्जाहरू लिएर आउँछ भन्ने हो। अब यतिले मात्रै पुग्दैन, केही शर्तहरू रहेका छन्। हुन त 6औं, 8औं, 12औं भावको मालिक 6औं, 8औं, 12औं भावमा रहनुलाई नै विपरीत राजयोग भनिन्छ। तर यो राजयोग फलिफाप हुनको लागि स्ट्रङ भएर यसले हामीलाई त्यो खालको एउटा सकारात्मक फल दिनको लागि, रिजल्ट दिनको लागि केही शर्तहरू भने अवश्य पनि रहन्छन्। त्यसो भए ती शर्तहरू के हुन् त भन्दा यी 6औं, 8औं र 12औं भावको मालिक नीचो अथवा अस्त रहनु भएन फर्स्टमा चाहिँ, है। सेकेन्डमा चाहिँ के रहेको छ त भन्दा यी ग्रहहरू जुन 6औं, 8औं र 12औं भावमा रहेका जुन ग्रहहरू कुनै पनि चाहे शुभ होस् चाहे क्रूर ग्रह होस्, ती ग्रहहरूको चाहे युतिले चाहे दृष्टिले सम्बन्धमा रहनु भएन। यसको मतलब 6औं, 8औं, 12औं भावका स्वामी अथवा मालिकहरू 6औं, 8औं, 12औं भावमा एक्लै बस्नु पर्यो र मात्र यो राजयोग फलिफाप रहने गर्दछ। अब तेस्रो चाहिँ शर्त रहेको छ कि अब लग्नेश बलियो हुनुपर्दछ। सोही जन्मलग्न कुण्डलीको लग्नेश केन्द्र अथवा त्रिकोणमा शुभ ग्रहको साथमा रहेको खण्डमा यो विपरीत राजयोग असाध्यै स्ट्रङ भएको मानिनेछ र यस्ता जन्मलग्न कुण्डलीहरू जुन जातकसँग सम्बन्धित छन् ती जातकको जीवनमा असाध्यै सकारात्मक ऊर्जा अथवा सफलता पक्कै पनि ती जातकले प्राप्त गर्नेछन् भन्ने एउटा ज्योतिषीय प्रमाण रहेको छ। दर्शकवृन्दहरू, मैले भर्खरै तपाईहरुलाई के जानकारी गराएँ भने 6, 8, 12औं भावको मालिक 6, 8, 12औं भावमा रहँदै गर्दा शुभ ग्रहको सम्बन्ध पनि रहनु हुँदैन, क्रूर ग्रहको सम्बन्ध पनि रहनु हुँदैन। यदि सम्बन्ध रहेको खण्डमा यो विपरीत राजयोगको जुन फलिफाप हुनुपर्ने हो, यसले जुन प्रभावकारिताका साथ काम गर्न पर्ने हो, त्यसलाई चाहिँ यसले कमजोर बनाउँदछ। कारण अब हामीले बुझ्नुपर्ने हुन्छ। जस्तो फर एक्जाम्पल क्रूर ग्रह साथमा रहेको खण्डमा यसले कसरी यो राजयोगलाई नलिफाई गर्नेतर्फ अगाडि बढ्दछ त भन्ने विषयमा क्रूर ग्रहमा स्वभावैले एक खालको आक्रामक र कठोरपनको स्वभाव रहन्छ, है, जसले गर्दा त्यो शत्रुहरूलाई त्यो समस्याहरूलाई समाधान गर्नेको क्षमता त रहन्छ, शत्रुसँग लड्नेको क्षमता त रहन्छ, ती चुनौतीहरूसँग लड्नेको क्षमता त रहन्छ, तर लड्दा 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 मानसिक अशान्ति चाहिँ रहन्छ। मानसिक रूपमा एक खालको एउटा चाहिँ शान्ति चाहिँ रहन चाहिँ सक्दैन। यद्यपि जति बढी क्रूर ग्रहको साथ रह्यो उति बढी समस्याहरू र चुनौतीहरू पनि बढ्दै जान्छ, लडाईँमा जित हासिल पनि हुँदै जान्छ अनि लड्दा 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 जीवनभर मानसिक शान्ति चाहिँ हुन सक्दैन। एक खालको एउटा आन्तरिक सन्तुलन चाहिँ एउटा मेन्टेन हुन सक्दैन, है, यो गुम्दै गएको हुन्छ। त्यसकारणले गर्दा क्रूर ग्रहको साथमा रहनु त्यति राम्रो रहँदैन। त्यसो भए सौम्य ग्रह राम्रो हुन्छ त? यो पनि हुँदैन। यो किन हुँदैन त भनेर भन्नुहुन्छ भने सौम्य जस्तो बुध भयो, चन्द्रमा भयो, बृहस्पति भयो, शुक्र भयो, यी सौम्य ग्रहको क्याटेगोरीमा पर्दछ। यी ग्रहहरू 6, 12 भावको स्वामीको साथमा रह्यो भने कसरी यो राजयोगलाई कमजोर बनाउँछ त भनेर भन्नुहुन्छ भने यदि यो कुण्डलीमा यदि हाम्रो जीवनमा कहीँ कतै चुनौतीहरू, ठुल्ठुला चुनौतीहरू, ठुल्ठुला दुर्घटनाहरू, ठुल्ठुला समस्याहरू, असाध्यै पीडाहरू, तनावहरू कहीँ कतै यदि छन् भने यही 6औं, 8औं र 12औं भावमै छन् भनेपछि त्यससँग जुझ्न र लड्नको लागि जुन खालको एउटा शक्ति, जुन खालको एउटा सामर्थ्य रहन पर्ने हो, यो सौम्य ग्रहहरूमा स्वभावैले आफै शान्त अवस्थामा रहन्छ अनि शान्त र रियाक्सनै नजनाउने त्यस्ता शक्तिले ती चुनौतीलाई चाहिँ समाधान गर्नै सक्दैन। अब जब हाम्रो जीवनमा समस्याहरू बढ्दै जान्छ, चुनौतीहरू बढ्दै जान्छ अनि त्यसको बारेमा हामी कुनै पनि प्रतिक्रिया जनाउँदैनौँ अथवा समाधानपट्टि लाउँदैनौँ भने त अटोमेटिकली जति शान्त छु भने पनि अशान्ति हुँदै जाने गर्दछ।
हो। यस कारणले गर्दा चाहे क्रूर होस् चाहे शुभ ग्रह होस्, यो दुवैको सम्बन्ध, चाहे युतिको हिसाबले भएको सम्बन्ध होस् चाहे दृष्टिको हिसाबले भएको सम्बन्ध होस्, यसले विपरीत राजयोगलाई कमजोर बनाउँदै जान्छ। त्यस कारणले गर्दा 6, 8, 12औं भावको मालिक एक्लै रहनुले विपरीत राजयोगलाई बढाउँदै लिएर जाने गर्दछ, अथवा सम्बन्धित जातकलाई सफलतातर्फ अगाडि बढाउनेको लागि एउटा रामबाण बन्न सक्छ। दर्शकवृन्दहरू, यी तीनवटा कुण्डलीहरू मध्येमा सबभन्दा पहिलो कुण्डलीमा हामी लागौं। जुन पहिलो कुण्डलीमा 6औं भावमा 9 अङ्क रहेको छ। 9 भनेको धनु हो। धनुको मालिक अथवा स्वामी भनेको बृहस्पति हो। त्यो बृहस्पति 8औं भावमा गएर विराजमान भएको छ। अब यस अर्थमा अब लग्नेशलाई पनि हामीले हेरौं, 4 अङ्क रहेको छ लग्नमा, मतलब अब चाहिँ यो कर्कटको स्वामी अथवा मालिक भनेको चन्द्रमा हो। चन्द्रमा केन्द्र स्थानमा रहेको छ, 4औं भावमा रहेको छ। लग्नेश केन्द्र भावमा रहनु, 6, 12औं भावको मालिक 6, 12औंमा रहनुले गजबको विपरीत राजयोग बनाउँदछ। त्यसो भए अब यो बृहस्पतिले दिने फाइदा के कस्ता रहन्छन् त भनेर भन्नुहुन्छ भने, विशेष गरेर यो बिमाको क्षेत्रमा है, अनि पैतृक सम्पत्तिको विषयमा, त्यसपछि गएर चाहिँ अनुसन्धानमूलक क्षेत्रमा है, र आध्यात्मिक क्षेत्रमा बडो रहस्यमय ढङ्गबाट यसले चाहिँ फाइदा दिने काम गर्दछ, आकस्मिक लाभ पुर्याउने काम गर्दछ यी यस्ता विषयवस्तुहरूमा। त्यसो भए थोरै हामीलाई स्वास्थ्य स्थितिमा त यसले समस्या पार्छ नै दर्शकवृन्दहरू, हामीले थोरै ख्याल गर्नुपर्ने हुन्छ। जस्तो बृहस्पति 8औं भावमा रहेको छ भने यसको दशा अन्तर्दशा चल्दै गर्दाखेरिमा चाहिँ कलेजोसँग सम्बन्धित थोरै अप्ठ्यारो चाहिँ बनाउने गर्दछ। हामी असाध्यै केयरफुल चाहिँ हुनुपर्दछ है। त्यसपछि मधुमेहलाई पनि यसले बढाउन खोज्छ, र अर्को कुरा ओभरवेट हुने पनि सम्भावना, तौल बढी हुनेको सम्भावना चाहिँ रहन्छ। त्यसकारणले गर्दा यी यस्ता क्षेत्रहरूमा चाहिँ हामीले थोरै चाहिँ ख्याल गर्नुपर्ने हुन्छ भने अब बिमासँग सम्बन्धित, पैतृक सम्पत्तिसँग सम्बन्धित अनि अनुसन्धानका क्षेत्रहरूमा र आध्यात्मिक क्षेत्रमा पनि यसले अच्छा खासा चाहिँ रिजल्ट दिने गर्दछ दर्शकवृन्दहरू। अब यस्तै गरेर अब यो दोस्रो कुण्डली रहेको छ। दोस्रो कुण्डलीमा चाहिँ 8औं भाव 5 अङ्क रहेको छ। 8औं भावमा चाहिँ 5 अङ्क भनेको चाहिँ सिंहको मालिक सूर्य हो। त्यो सूर्य चाहिँ 12औं भावमा रहेको छ। सूर्य चाहिँ 12औं भावमा रहेको छ र यो लग्नेश शनि पनि 10औं भावमा रहेको छ अथवा केन्द्र भावमा रहेको छ। हो, यस अवस्थामा पनि यो कुण्डलीमा गजबको चाहिँ विपरीत राजयोग रहेको छ भनेर हामी भन्न सकिन्छ। त्यसो भए अष्टम भावको मालिक सूर्य 12औं भावमा रहँदै गर्दा यो मैले अगाडि नै जानकारी गराइसकेँ। बिमा भयो, अनुसन्धानको क्षेत्रमा भयो, आध्यात्मिक क्षेत्रमा भयो, पैतृक सम्पत्तिका विषयहरूमा भयो, यसले सहजता प्रदान गर्ने नै छ। प्लस सुरुका दिनहरूमा, सुरुको समयहरूमा जब यो सूर्यको दशा अन्तर्दशा चल्दछ, त्यतिखेर सुरुको बेलामा केही खर्चका बाटाहरूलाई कन्ट्रोल गर्न नसके तापनि, तर पछिल्ला दिनहरूमा यो सूर्यले चाहिँ ती खर्चका बाटाहरूलाई कतातिर डाइभर्ट गर्दछ त भन्दा आध्यात्मिक क्षेत्रतर्फ डाइभर्ट गर्दछ। खर्च रहन्छ तर आध्यात्मिक क्षेत्रमा चाहिँ यसले चाहिँ खर्च गर्दछ, जसले गर्दा मोक्षको लागि, मुक्तिको लागि, आध्यात्मिक क्षेत्रको लागि राम्रो बाटो तय गर्ने त्यो यात्रातर्फ अगाडि चाहिँ बढ्दछ यहाँ सूर्य 12औं भावमा रहँदै गर्दा है। त्यस्तै गरेर यो वैदेशिक क्षेत्रबाट पनि यसले मनज्ञ रूपमा चाहिँ फाइदा गराउने काम चाहिँ गर्दछ जब अष्टम भावको मालिक सूर्य 12औं भावमा रहेको खण्डमा। दर्शकवृन्दहरू, यस्तै गरेर यो तेस्रो कुण्डलीतर्फ हामी अगाडि बढौं। तेस्रो कुण्डलीमा चाहिँ 12औं भावमा 1 अङ्क रहेको छ। 1 भनेको मेषको मालिक अथवा स्वामी भनेको मंगल, सोही आफ्नै भावमा रहेको छ है, आफ्नै भावमा रहेको छ। अब लग्नेशको अवस्था कस्तो छ भनेर पनि हामीले हेरौं, किनभने लग्नेश बलियो हुनुपर्छ विपरीत राजयोगको सवालमा चाहिँ। यो लग्नेश शुक्र चाहिँ त्रिकोणमा रहेको छ, पञ्चम भावमा रहेको छ। तर पञ्चम भावमा रहँदै गर्दा त्रिकोणमा त रह्यो, तर शुक्र त्रिकोणमा रहँदै गर्दा नीच भएर बस्यो। तर लग्नेश अलिकति बलियो हुनबाट चुक्यो र यो विपरीत राजयोगमा चाहिँ थोरै भए पनि कमजोरीपन आउने गर्दछ। यसले त्यो खालको एउटा चाहिँ लक्षण चाहिँ दिने गर्दछ दर्शकवृन्दहरू। जति अगाडिका दुईटा कुण्डलीहरूमा विपरीत राजयोग चाहिँ सशक्त रहेका थिए, त्यो खालको एउटा शक्तिशाली विपरीत राजयोग यो कुण्डलीमा हामी देख्न सक्दैनौं। अब 6, 12औं भावको मालिक, जुन 12औं भावको मालिक
जुन अब यो 12औं भावमै नै रहेको छ मङ्गल चाहिँ। यो मङ्गल यहाँनिर रहँदै गर्दा तर पनि यसले आउने विभिन्न किसिमका चुनौतीहरू, विशेष गरेर वैदेशिक यात्रामा आउने चुनौतीहरू, समस्याहरू, त्यसपछि खर्च, अनावश्यक रूपमा हुने खर्चहरूलाई त पक्का पनि यसले केही कन्ट्रोल गर्ने गर्दछ र अनावश्यक रूपमा हुने, आकस्मिक रूपमा हुने जुन झैझगडा, लडाईँ र चाहिँ शत्रुहरूको त यसले ध्वस्तै पार्ने काम गर्छ। मजाले यसले एउटा चाहिँ जितेर अगाडि बढ्नेको चाहिँ शक्ति यो मङ्गलले दिने गर्दछ। दर्शकवृन्दहरू, यसरी विपरीत राजयोगको बारेमा आज तपाईहरूले राम्रैसँग जानकारी लिइसक्नु भएको छ भन्ने मैले आशा लिएको छु। कतै तपाईहरूको लग्न कुण्डलीमा पनि विपरीत राजयोग विराजमान भएको अवस्था त छैन? यदि छ भने सम्बन्धित ग्रहको स्वभावको कर्म अनुसार तपाईहरू पनि अगाडि बढेर मानवीय रूपमा फाइदा लिनुहोला, एउटा जीवनमा सफलता प्राप्त गर्नुहोला भन्ने शुभकामना दिँदै आगामी दिनमा पनि यस्तै भिडियोहरू लिएर आउने बाचा गर्दै अहिलेलाई भने म बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार।